नमस्कार, मेरो नाम नरेन्द्र सिंह खत्री हो। म चाहिँ सिभिल सेक्टरको प्रशिक्षक हो। हामी यहाँ चाहिँ अटोक्याड 3D भन्ने विषयमा चाहिँ ट्रेनिङ दिइराखेको छौँ। जो सिभिल क्षेत्रमा भन्ने हो भने अटोक्याड एकदमै महत्त्वपूर्ण कुरा हो। रोजगार खोल्नको लागि होस् या कसैको सङ्घ संस्थामा काम गर्नको लागि होस्, अटोक्याड एकदमै नहुने कुरा भएको हुनाले यो एउटा हाम्रो सिभिल सेक्टरको लागि महत्त्वपूर्ण कुरा भन्न चाहन्छु। साथसाथै अब परीक्षार्थीको कुरा गर्नु पर्दा यहाँ चाहिँ अब 18 महिनादेखि लिएर इन्जिनियरिङ तहसम्मका विद्यार्थीहरू सिक्न आएको छन्। 3D खासमा 3D पर्पजको लागि हो। हामी 2D बाट नै गराइरहेछौँ, बेसिकबाट नै गराइरहेछौँ गराउन। त अब 3 ला अन्तिम के भनेको 3D मा कसो दिन सकिन्छ। अहिले बजारमा भनौँ न व्यावसायिक रूपमा पनि 3D एकदम प्रचलन भएको हुनाले 3D लाई नै एकदम प्रायोरिटी दिएर हामीले यो क्लासेसहरूलाई सिलेबसहरू तयार पारेका छौँ। अटोक्याड 3D भन्दाखेरि घर नक्सालाई फोकस गरेका छौँ। यहाँ चाहिँ हामीले जुन चाहिँ हामी नगरपालिकामा कुनै घर नक्सा पास गर्दाखेरि के बनाउनुपर्छ पहिले त हामी त्यो कुरा सिकाउँछौँ। अब नगरपालिकामा 3D आवश्यकता त हुँदैन, तर घर बनाउने क्लाइन्टहरूलाई चाहिँ मेरो घर बनिसकेपछि कस्तो देखिन्छ भनेर पहिले नक्साबाट नै देखाउने कलालाई चाहिँ 3D भनौँ न, एउटा 3D डाइमेन्सनल मोडलिङ हो खासमा चाहिँ। नमस्ते, मेरो नाम चाहिँ दुर्गा कुमारी धात। म चाहिँ धनगढी 12 जुगेडा सिगाउँमा बस्छु। म चाहिँ अहिले सिप तथा रोजगारी मेला धनगढी कैलालीमा भाग लिइरहेको छु र म चाहिँ अटोक्याड 3D मा सहभागी छु। मेरो पढाइ चाहिँ सिभिल इन्जिनियर हो र सिभिल इन्जिनियरलाई अटोक्याडमा धेरै फाइदा हुन्छ। हामीले स्कुलमा चाहिँ भित्री ज्ञान मात्र लगेका थियौँ र यता आएर चाहिँ हामी बाहिर ज्ञान नक्सा बनाउन त्यतातिर हामी ध्यान गइरहेछौँ। र यो सिप तथा रोजगारी मेला धनगढी उपमहानगरपालिका मात्र होइन, अन्य ठाउँमा हुँदा पनि धेरै सहयोग हुन्छ होला विद्यार्थीहरूलाई। हामीलाई यता प्रशिक्षकहरूले धेरै राम्रो सिकाइरहनु भएको छ र प्रशिक्षकहरूले गर्दा हामी धेरै राम्रो सिकिरहेको पनि छौँ। हामीले यो सिक्दा धेरै आफूलाई भाग्यमानी ठानेका छौँ। यति धेरैजनामा हामी सिलेक्ट हुनु भनेको सानोतिनो कुरा होइन। र म भन्न चाहन्छु कि छोरीलाई बाहिर देश पठाउन धेरै पनि गाह्रो मान्छन् र हामीले यो सिकेर हामी आफ्नै देशमा केही गरेर खान पनि सक्छौँ। छोरीहरूलाई तिमीहरू केही गर्दैनौ भन्ने मान्छेहरूको लागि हामी एउटा उदाहरण बन्न सक्छौँ, प्रेरणा लिन पनि सक्छौँ र हामी यो सिकेर आफूभन्दा साना भाइ बहिनीहरूलाई पनि सिकाउन सक्छौँ। त्यही भएर म सिप तथा रोजगारी मेला यो सिकाउने सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मलाई यसमा सहभागी हुने मौका दिनुभएकोमा धेरै धेरै भाग्यमानी पनि ठान्छु म आफूलाई। नमस्ते, मेरो नाम लोकेश बहादुर बोरा। बैतडी जिल्ला पुर्चौर नगरपालिका 5 देखि धनगढीको सिप तथा रोजगार मेलामा अटोक्याड भन्ने विषय अन्तर्गत सहभागी भएको छु। यहाँ हाम्रो 3D मा जम्मा 25 जना साथीहरू छौँ। हामी सबै सिभिल विषय अध्ययन गरेकै साथीहरू छौँ। आज लगभग यो मेला सञ्चालन भएको लगभग 1-1.5 हप्ता हुन लाग्यो। हामीले आजसम्म घर नक्साहरूको प्लान, इलिभेसन सेक्सन लगायत थुप्रै कुराहरू सिकेका छौँ र अझ थुप्रै सिक्नेवाला छौँ। अझै धेरै दिन बाँकी छ। त्यहाँसम्म अझ 30-40 दिनको अवधिभर हामी चाहिँ एउटा आफैमा निर्भर रोजगार बन्न सक्नेछौँ। यसका लागि धेरै धेरै धन्यवाद नगरपालिका र यस्ता मेलाहरू सबै ठाउँमा लाग्नुपर्छ। आज यसपालि यहाँ लाग्यो धनगढी, अर्को पालि बैतडी बजाङ हुँदै सम्पूर्ण ठाउँमा यस्ता मेला लागेर देशमा चाहिँ एउटा देशको आर्थिक अवस्थालाई चाहिँ यसले बलियो बनाउँछ र देशमा भएका युवाहरूलाई चाहिँ स्वदेशमै रोजगारी गराएर आत्मनिर्भर बन्न यसले चाहिँ धेरै मद्दत गर्छ भन्न चाहन्छु। र हामी अटोक्याड तालिम सिकिसके पश्चात 7-5 जना मिलेर आफ्नै कन्सल्टेन्सीहरू, इन्जिनियर हबहरू लगायत थुप्रै यहाँ चाहिँ चलाउन खोल्न सक्छौँ। यो अटोक्याड सिकिसकेपछि आत्मनिर्भर पक्कै पनि भइन्छ। राम्रोसँग सिकिसकेपछि आफ्नै घर नक्सा बनाउने गर्ने लगायत थुप्रै कुराहरू गर्नको लागि कन्सल्टेन्सीहरू सञ्चालन गरेर हामी चाहिँ अरू थप युवाहरूलाई चाहिँ रोजगार दिन सक्छौँ।